आऊ आज म तिमीहरूलाई चाहिँ करिब 22 वर्ष अगाडि नेपाल भर्सेस अफगानिस्तानको बारेमा चाहिँ नेपालले चाहिँ जहाँ अफगानिस्तानलाई चाहिँ हराएको थियो अहिलेको सिजन हेर्दा नेपाल चाहिँ जहाँको त्यहीँ छ, स्ट्रगल गरिरहेको छ होइन, स्ट्रेलिया राष्ट्रसँग खेलिरहेको छ। अफगानिस्तानको कुरा गर्ने हो भने अफगानिस्तान चाहिँ टेस्ट नेसन भइसक्यो। इन्डिया, अस्ट्रेलिया, त्यसपछि गएर इङ्ल्यान्ड यिनीहरूसँग चाहिँ सिरिज खेलिरहेको छ, तिनीहरूसँग चाहिँ गेम खेल्छ भनेपछि T20 वर्ल्ड कप लगातार खेलिरहेको छ। ओडिआई वर्ल्ड कप चाहिँ लगातार खेलिरहेको छ। नेपाल भने अहिलेसम्म ओडिआई वर्ल्ड कप चाहिँ खेल्न सकिरहेको छैन, जहाँ चाहिँ 3 चोटि चाहिँ T20 वर्ल्ड कप खेल्यो तर ओडिआई कप अहिलेसम्म खेल्न पाएको छैन। के गर्छ अब 22 वर्ष पछाडि चाहिँ अहिले खेल्छ या खेल्दैन त्यो चाहिँ हेरौँ के हुनेवाला छ। अनि जहाँ चाहिँ 2004 अर्थात् आजकै दिन 21 जुनको कुरा गरौँ होइन, नेपालले चाहिँ अफगानिस्तानलाई चाहिँ 148 रनको टार्गेट दिन्छ। पहिला ब्याटिङ गरेर नेपाल चाहिँ 48.2 ओभरमा चाहिँ 147मा चाहिँ अल आउट हुन्छ, जहाँ चाहिँ पारस खड्काको चाहिँ पारस दाईको चाहिँ 34 रनको सबभन्दा हाइस्ट पारी हुन्छ। त्यसपछि चाहिँ जहाँ चाहिँ 148 रनको लक्ष्य पछाएको अफगानिस्तान चाहिँ 100 रनमा चाहिँ अल आउट हुन्छ, जहाँ चाहिँ राज प्रधानले चाहिँ 10 ओभरमा 20 रन दिएर 4 विकेट लिन्छ र त्यो गेम चाहिँ नेपाललाई राख्छ। त्यसपछि नेपालले चाहिँ अफगानिस्तानलाई जितेको भनेको चाहिँ 2014को वर्ल्ड कपमा हो। त्यसपछि नेपालको यति बुझौँ कि भेट पनि भएको छैन भन्दा पनि फरक पर्दैन होइन। अहिले चाहिँ ऊ कहाँ पुगिसक्यो होइन, उसको स्तर के भइसक्यो। नेपाल चाहिँ अहिले पनि यहाँ लिग 2का म्याचहरू खेलिरहेको छ, लडिरहेको छ, स्ट्रगल गरिरहेको छ। कहिले होला, कहिले माथि जाला र कहिले पुगौँला भनेर चाहिँ लागिरहेको भन्दा पछाडि चाहिँ सुरुवात गरेको अफगानिस्तान क्रिकेट बोर्ड चाहिँ यहाँसम्म पुगिसक्यो, कहाँ छ होइन, टेस्ट नेसन भइसक्यो। के नेपाल साँच्चै अगाडि नबढ्ने हो त? के नेपाल साँच्चै अझ पनि 22 वर्ष पहिला त हामीले हराएको थियौँ, त्यो मात्र किन आउँछ 14को वर्ल्ड कपमा पनि हामीले हरायौँ कि कमसेकम 12 वर्ष अगाडि पनि हामीले अफगानिस्तानलाई हराएको छौँ भने अहिले हामी चाहिँ अफगानिस्तानको नजिक पनि छैन, अफगानिस्तान खेल्न पनि पाइरहेको छैन, अफगानिस्तान प्लेयरलाई चाहिँ हेर्न पनि पाइरहेको छैन भनेपछि कतिसम्म हालत छ क्या हाम्रो चाहिँ। के कारणले यहाँसम्म जहाँ चाहिँ प्रतिबन्ध लाग्यो नेपाल क्यानलाई चाहिँ होइन, हरेक कुराहरू सह्यो, जहाँ चाहिँ राजनीति घुस्यो, के गर्यो होइन प्लेयरले चाहिँ। जहाँ चाहिँ यति बुझौँ जब पारस खड्का कप्तानी थियो, पारस दाइले चाहिँ बिना पैसा पनि खेल्यो उनीहरूले होइन, जहाँ चाहिँ भन्दै थिए खानालाई पनि पैसा हुँदैन थियो अरे के गरेर खेल्ने, डाइटको पैसा छैन, हरेक कुराहरू आफ्नो घरबाट कति लिएर खेल्छन्। जहाँ चाहिँ नेपाल त्यति धनी पनि होइन, नेपाली प्लेयर त्यति धनी पनि थिएनन् क्या। कति स्ट्रगल गरे नेपाली प्लेयरले चाहिँ होइन, कति गरे। अफगानिस्तान 81 नेपालभन्दा पछाडि आएको देश चाहिँ टेस्ट नेसन भइसक्यो यार। इन्डियासँग सिरिज खेल्छ, भर्खरै खेलिरहेको छ स्टिल होइन। भनेपछि इङ्ल्यान्डसँग अफगानिस्तान चाहिँ अस्ट्रेलियासँग साउथ अफ्रिकासँग हराउँछ पनि हराउँछ क्या। अस्ट्रेलियाले अरे हराइ पनि रहेको छ उसले, त्यति राम्रो चाहिँ विकास भइसक्यो उनीहरूको क्रिकेटमा चाहिँ। नेपालको चाहिँ के छ, एसोसिएट कन्ट्रीसँग चाहिँ लडिरहेको छ, स्टिल तिनीहरूसँग हारिरहेको छ क्या, जित्न सकिरहेको छैन। आफै बुझौँ हार्छ नेपाल चाहिँ। कहिले नेपाल चाहिँ ओडिआई वर्ल्ड कप खेल्ला चाहिँ, कहिले चाहिँ नेपाल चाहिँ ओडिआई वर्ल्ड कपमा चाहिँ देख्न पाएला, कहिले चाहिँ नेपाल चाहिँ टेस्ट नेसन राष्ट्र होला। के सोचिरहेको छु नेपाल होला त अबको कमसेकम 5-10 वर्षभित्र चाहिँ नेपाल चेन्जेस होला त। जहाँ चाहिँ जब चाहिँ क्यानमा चाहिँ पारस खड्काको इन्ट्री हुन्छ होइन, सचिव भएर इन्ट्री गर्छ, त्यसपछि नेपाली प्लेयरले पैसा पाइरहेको छ, नेपाली प्लेयरको तलब बढिरहेको छ, हरेक कुराहरूमा चाहिँ विकास भइरहेको छ। अब के होला त, अलि पारस खड्का आइसकेपछि एनपिएल सुरु भयो, एनपिएलमा पनि प्लेयरहरू चाहिँ पैसा कमाइरहेको छन्, हरेक कुराहरू देखेर आइसके। डोमेस्टिक क्रिकेटमा पनि खेलहरू भइरहेको छन्, जहाँ चाहिँ ऊ नहुँदाखेरि चाहिँ यति थियो राजनीतिक, यति घुसेको थियो होइन, गेम हुँदैन थियो क्या। एउटा चाहिँ इपिएल भन्ने एभरेस्ट प्रिमियर लिग भन्ने चाहिँ भएको, त्यो चाहिँ एउटा कम्पनीले चाहिँ चलाएको थियो होइन, त्यो चाहिँ त्यसपछि त्यसलाई खारिज गरेर चाहिँ अहिले चाहिँ क्यानले चाहिँ आफ्नो अफिसियल बनायो एनपिएल चाहिँ। त्यो कुरामा चाहिँ खुसी लागेको छ। यहाँभन्दा नेपाल टिम अब हामीले 5-10 वर्ष होइन कि अबको 5 वर्षभित्र चाहिँ नेपालले चाहिँ ओडिआई वर्ल्ड कप खेल्नु पऱ्यो, टेस्ट नेसन पाउनु पऱ्यो, टेस्ट नेसन राष्ट्रसँग खेल्न पाउनु पऱ्यो, तब विकास हुने हो त। जहाँको त्यहीँ बस्यो भने नेपाललाई कहिले होला त। जहाँ चाहिँ नेपालले चाहिँ हराएको के 100 रनमा अल आउट गरेको अफगानिस्तान चाहिँ यहाँसम्म हाइट पुगिसक्यो, कहिले छोप्न सक्छ त, कहाँ पुगिसक्यो भनेपछि नेपाल नपुग्न सक्ने हो त। नेपाल पनि पुग्छ, कहिले पुग्छ त्यो चाहिँ हेर्दै जाऊँ। तर चाहिँ बेस्ट विजन नेपाल टिम चाहिँ नेपालले चाहिँ अब चाहिँ राम्रो गर्नुपर्छ, हामीले चाहिँ अफगानिस्तानसँग खेल्नुपर्छ, फेरि पनि अफगानिस्तानलाई चाहिँ वर्ल्ड कपमा हराउनुपर्छ। यो